नेपालको टप मोटो भ्लगको लागि मैले कोसी लिएर आएको छु। यो 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 ल ओके गाइस, हाम्रो नेपालको टप मोटो भ्लगर बिमारी छ अरे। उहाँलाई ज्वरो लागेको छ अरे, 104 को ज्वरो। भेटौँ यताउति कोसेलीहरू के लगेर यसको अब हेरौँ के रहेछ कोसेलीको लागि गाडीमा। केही काम लाग्दो छ कि छैन यो काम लाग्दैन। ल यो एउटा ज्याकेट लगिदिउँ, यो पनि लगिदिउँ। यो चप्पल नदिउँ, यो बक्समा के रहेछ यो पनि नदिउँ, महँगो खालको छ यो दिउँ। अनि के खानेकुरा लगेर जाउँ है। हाम्रो नेपालको टप मोटो भ्लगरलाई बिमार भएको छ बिचरा। अहिले भेटौँ अब। नेपालको 1 पिस 4 टन पिकअप ट्रक यहाँ रहेछ। लाखौँको गाडी बाटोमा फ्याँकिरहेछ। बिमारीको लागि के छ, एउटा बिस्किट छ। सबसे महँगो बिस्किट कुन छ? यो होला महँगो बिस्किट बिमारीलाई खाने। अनि यस्तो लैदिनु, कस्तो लानुहुन्छ, कस्तो बिमारीलाई लानुहुन्छ? ए हावा बिमारी यो सानो के लगौँ? ज्वाइँलाई कुन चाहिँ छ बिस्किट? यो लैजानु न। होइन यो मेरो फेभरेट हो, यो लान्छु म। त्यति एउटा बिस्कुट लिएर जान्छ ज्वाइँलाई। कोसेली यो ठिक छ। यो लैदिनु न। झोला खान्छै खाँदैन फेरि यो भयो भयो ल। के ल्याइदिनु कसैले? झोला आउने झोला आयो ल, मेरो भयो। कति भयो? 220। यति महँगो? अहिले त बिस्कुट यत्रो छ, 43 बजाखेरि के भन्दा आउँदैन। यसलाई 190, यसलाई 20 अर्ध 210। 210 को बिस्कुट बिमारीलाई बिरामी त कसैले त महँगै पर्यो है। कसैले धेरै महँगो गर्यो। कोदोको बिस्कुट पो खानु कोतादेखि। पर्दैन अब कोदो सोदो यो पनि खायो भने धेरै हो। पिङ्क भाइरल रुम कोठा। हेलो आरामै कहाँ छ नि ज्वाइँ साहब? ज्वाइँ साहब यता हो? ल ल ए ल ल ज्वाइँ साहब के हो यो भाइरल कोठा पिङ्क कलर? तिमी बिमारी भएछ अरे? नेपालको टप मोटो भ्लगको लागि मैले कोसी लिएर आएको छु। यो 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 ल हाम्रो नेपालको टप मोटो भ्लगरको लागि चाहिँ पूजा गरिदिनुहोस् सबैजना। 104 को ज्वरो लागेर छ अरे।